नमस्ते, गुड मर्निङ। अहिले म रोल्पा जिल्ला लिबाङतिर छु। आज यहाँ म पनि छोरी अनि बुढीसँग घुम्न निस्केको। कस्तो दामी छ मौसमहरू चाहिँ। असार मार्च बर्खाको सिजन भए पनि राम्रो छ। सबैजनाले देखिराख्नु भएको छ। यो ठाउँ चाहिँ भन्नुपर्दाखेरि हाम्रो भोजपुर अनि शङ्खसभा, खोटाङ, ओखलढुङ्गा, सोलुको जस्तै छ ठाउँहरू हैन। एकदम शीतलै छ अनि मौसम नि त्यस्तै। ठाउँहरू हेरिराख्नु भएको होला कस्तो दामी छ अगाडि बादलहरू। अनि मेरो छोरी पनि अब त आमाको हात समातेर हिँड्ने भइसक्यो। अनि यहाँ अब सबैजनाको नेपालको चाहिँ अब समस्या छ आफ्नो जन्मथलोलाई छोडेर आफ्नो भविष्य खोज्नको लागि चाहिँ घरहरू छोडेर जाने। यहाँ पनि त्यस्तै रहेछ। सबैजना बर पिपल बुढाबुढी मात्रै नि सानो सानो केटाकेटीहरू त्यस्तो। नि यहाँको मौसम देख्नै भएको होला। मलाई कसम कस्तो लोभ लागिरहेछ हौ यहाँको मौसमहरू पनि। आफ्नै घर जस्तो गाउँ घर जस्तै लागिरहेछ। हजुर सबैले मेरो युट्युब च्यानललाई पनि सपोर्ट र माया गरिदिनु होला। यो दिन सफा जस्तै सबैको दिन आज राम्रो होस्। सबैलाई शुभ दिन। बाई।